बरालजी त्यो जिम्मेवारीबाट हामीले सिङ्गो संसदीय दलको सम्पूर्ण सदस्यहरूको तर्फबाट हामी दुईजनाले सम्मानित सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग सहितको रिट निवेदन अहिले हामीले दायर गरेर आएका छौँ। संवैधानिक परीक्षणको प्रक्रियामा हाम्रो दलको निर्णयलाई हामीले रिट निवेदन दायर सँगसँगै त्यो कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ। विशेष गरी हामीले यो रिट निवेदनमा अन्तरिम आदेशको माग गरेका छैनौँ। विषयवस्तु असाध्यै संवेदनशील भएका कारणले गर्दा, महत्त्वपूर्ण भएका कारणले गर्दा निरन्तर मिति नै किटान गरी निरन्तर सुनवाईको प्रक्रिया आरम्भ गरियोस् भन्ने त्यसलाई हामीले मुख्य जोड दिएका छौँ। अर्को महत्त्वपूर्ण कुरा भनेको सरकार असंवैधानिक ढङ्गबाट नियुक्ति भएको छ। प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक ढङ्गबाट भएको छ। संसदको सदस्य नभएको व्यक्ति देशको प्रधानमन्त्रीका रूपमा हाम्रो संविधानले स्वीकार गर्दैन। पूर्व न्यायाधीश वा प्रधान न्यायाधीश भएको व्यक्तिलाई नेपालको संविधानको धारा 132ले कुनै पनि सरकारी लाभका पदमा समेत स्वीकार गर्दैन भने प्रधानमन्त्री र मन्त्रीका रूपमा यसले त स्वीकारै गर्दैन। त्यसकारण यी यस्ता संवैधानिक प्रावधानहरू प्रतिकूल जनादेश भन्दा बाहिरबाट संसदबाट पनि होइन, सडकबाट जुन ढङ्गबाट सरकारको गठन भयो यसलाई पनि यो निर्णय बदर गरिनुपर्छ र संसद मार्फत नै सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने कुरालाई पनि हामीले माग गरेका छौँ।